हात हल्लाइदेऊ त केटा मस्त उठेर चिया खाँदैछ पनि बवाल लागिरहेको इतोले चाहिँ कपाल काटेर अहिले फेरि मजाले काटेको तर खबर कति हामीले कति बच्क्यो भेटघाटो 1 वर्ष भयो 1 वर्ष भयो नि यो के भन्छ गाई गोठबाट पनि लाग्दिसक्यो टाँगी झार्ने हो यो बाँस घारीहरू यताको रुख अहिले काटेको रहेन होइन गोलियामा आउँदैन मान्छेहरू सल्लाहहरू घर त्यतिखेर कुलै कुलो गएर भन्ने सिजन अहिले नै होइन कता घाँस घाँस उयो यिनीहरूको जताततै छ के गर्दा यहाँ पसल तिमीहरू पसल राखिरहेछौ चुरोटहरू त पाइन्छ सामान्य चक्लेटहरू चाउचाउहरू पहिला नि त हो नि हाम्रो तल्लो घर तलतिर ढल कान्छा काकाहरू हुँदा त्यहाँ हो उँधो टाँगी झार्ने लाग्दिसकेको छ उता हुन्छ 2 जना बाटो कस्तो छ बबाल छ बाँस घारी चाहिँ खतरा रहेछ नि यहाँ बाँस चाहियो भने सम्पर्क गर्नु होला यहाँ झापामा कम्ता बिक्री हुन्छ 10 रुपियाँ एउटालाई 1 घनाको 10 रुपियाँ राजकुमार बलेको घर चाहिँ तल केटोको गोरु चाहिँ खतरा छ है कति हाल्छ सुन्तला बगान छ खतरा सुन्तला बगान छ यही हो सिजन लिचीको बोर्ड घर सुन्तलाले नै ढाकिसकेको छ हामी घर आइसकेको छ हामी फाइनली आइसक्यौँ यहाँनिर बलेको घरमा अब हामी कता लाग्छौँ थापाको घरमा कता लाग्छ लाग्ने त्यसरी पछाडि गइरहँ कहाँ पछाडि अहिले अब उता काकाकोतिरै अनि यसो माथि मिलनको बडा आएको अब के भन्छ अर्जुनीकोमा गएर लसुन रोपाइरहँ त अब अर्जुनले केटोमा सुन्तला यस्तो खतरा फलिरहेछ के भन्नु एकाछ छिटो आऊ भन्दैछ सुन्तला गाडी लु त लु त झार्नु सक्छ लु उफ्रिन पुरुक्कै झर होइन राइट फाइनल अम्बक झारिसक्यो यार उता गएर अम्बक पनि झारिसक्यो मिठो छ यो भने घाँसको लागि मात्रै हो यहाँले हेर्न सक्नुहुन्छ
हिमाल चाहिँ कस्तो बवाल देखेको क्या यहाँबाट। काकी लसुन रोप्दै हुनुहुन्छ तल। यहाँबाट चाहिँ एभोकाडको फोटो यस्तो बवाल छ हाम्रो एभोकाड। काम छैन होला अनि कहाँ होइन रोज्नु भएको। यहाँ हिमाल यस्तो बवाल देखिन्छ यहाँबाट कुम्भकण्ड यस्तो बवाल रोप्दै हुनुहुन्छ। ल हामी चाहिँ अब बाइकमा लाग्दैछौँ। के कुन कि चिनेको खाएको न घाम पनि मन्द बवाल लागिरहेको छ। ल बसे बसे पहिला हेर्न हो भ्यू यार। गुम्बा आइसकेको छु म लिएर यार। जाने हो नि यस्तो बवाल छ। बवाल भन्छ म पढ्ने स्कुल चाहिँ अलिक केटीहरू किन पनि कहाँ जानु कता जाने तर ग्राउन्ड पुगेर पहिला फुटबल खेल्ने ग्राउन्ड आइसकेको छु। कुन के चिनिरहेको सन्तला त्यही त सानो छ बोटे। कति खाइसके हट भइहाल्छ नि कहाँ त्यतिर खाइसक्नु। भाइ स्कुल गएको छ अहिले स्कुल पुगेर आएको अहिले साथी आएको थियो भाइ एउटा यति तिनवटा देखाउनु होइन सिस्ने ल त्यो मेरो निन्द्रा पुग्यो नि पुरै सबै के पुगिसक्यो नि गाह्रो छ र कस्तो छ होइन। यता जुम कि अब यता जुम हो यता रागे जाने बाटो यता चाहिँ हाम्रो गाउँ जाने बाटो अर्केको के गर्नु अब
यस्तो रात परिसक्यो यार बिजोग छ हामी तिनधारेमा पनि आइसकेका छौँ पानी छ होइन चिसो चाहिँ यहाँ आइकन अति हुने है पानी अब पुस्ने जम्पर हेरौँ त यहाँ पानी हामी चिसो छ यहाँ चाहिँ पानी फुटिदिएको खतरा हो यो सुक्दैन पनि अलिक पिच भइसक्यो पहिला पिच लगाउँदा चाहिँ अलिकति धुलो मैलो चाहिँ अलिक पिच भइसक्यो भगवान ट्राई गरौँ सामान एकचोटि बोल के बोल्ने यार टाइम डान्स हो मेरो पिता हुन्छ र के पुस्नु के भन्नु यस्तो कालो छौँ कि हामी त यहाँ आइकन जाडो छ होइन जाडो छ बाटो कति भयो यो पिच भएको यो तल यो अटोवाले त धेरै जान्छु पैसा लान्छु कि भनेर दिने दिइहाल्छु कि यहाँ चाहिँ हाम्रो फाल्टु नाम त गुरुकोटले पहिला अर्कै थियो अहिले चेन्ज भएको छ होइन शालिग चाहिँ केटाको यता छ घामले गर्दा के छ गर्मी छ आइज आइज यता घामले गर्दा यहाँ हामी चाहिँ अशोकको टाढोमा यहाँ चाहिँ हावाले आज चाहिँ यहाँ बोडी यहाँबाट यासोकले मजाले देखिन्छ है यासोकको भ्यू चाहिँ यस्तो डाँडा खाडाको भ्यूहरू मजाले देखिन्छ यहाँबाट आपको बोर्ड यता छ किचन यहाँबाट यस्तो भ्यू देखिन्छ उता यस्तो छ यस्तो घाम लागिरहेछ माथि हाम्रो घरबाट देखिने जस्तो छ आज हिमाल चाहिँ हिजो आएर बसिरहेको यति छ मौरी यहाँ हिजो भर्खर बसेको आम्मामामा यो सबै ढाक्ने गरी आएको थियो नि हिजो आएर पस्यो यो त सिस्नेको सिरिज हो असोजमा कार्तिक 1-2 गते आएर पसेको छ अब ऊ यहाँ अर्को बनाएको छु 3 गाह्रोमा यहाँ चाहिँ कृष्ण गाईको धान उठाउँदै हुनुहुन्छ